छोटो कोट सभा प्रदेशले लागू गर्ने पक्षमा र म सुरु गर्न चाहन्छु शुभकामना मन्तव्यको लागि हामी छोटो रूपमा शुभकामना मन्तव्य गर्छौँ। महासङ्घका संस्थापक अध्यक्ष दीपक कुमार साकेज्यूलाई म यो सांस्कृतिक भाषा दिवसको अवसरमा शुभकामना राष्ट्रिय महिला महासङ्घका अध्यक्षज्यू, भाषा आयोगको मान्य अध्यक्षज्यू डाक्टर वीरेन्द्र पटेलज्यू र अन्य सम्पूर्ण अतिथिज्यूहरूलाई वैशिष्ट रूपमा सम्मान गर्न चाहन्छु। सम्पूर्ण सहभागी साथीहरू, हामीले भर्खरै जनचेतनामूलक र्याली सम्पन्न गरेका छौँ। यो चाहिँ हामीले अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस र बहिरा सप्ताह पनिको अवसरमा हामीले यो नेपालमा कार्यक्रम गरेका छौँ र म पहिलाको विषयमा केही सम्झना गराउन चाहन्छु। तपाईँ नयाँ साथीहरूलाई म केही जानकारी गराउन चाहन्छु। र विश्व बहिरा महासङ्घ छ, WFT भन्छौँ हामी छोटोमा, र त्यसको स्थापना कति सालमा भयो भने इङ्ग्लिसमा 1951 इस्वीसम्म 1951 मा स्थापना भयो विश्व बहिरा महासङ्घ। र त्यसपछि पहिलो महाधिवेशन विश्व बहिरा महासङ्घको पहिलो महाधिवेशन चाहिँ इटालीमा भएको थियो र बहिराहरूको त्यसपछि पुनर्स्थापना, त्यसपछि बहिरा व्यक्तिहरूको अलिकति सहभागिता, सक्रिय सहभागिताको साथ त्यो सम्पन्न भयो र पहिलो ऐतिहासिक सम्मेलन थियो त्यो चाहिँ इटालीमा जुन भएको थियो। र पहिलो त्यो कार्यक्रम भइसकेपछि हामीले अहिले सेप्टेम्बर महिनाको अन्तिम हप्तालाई चाहिँ बहिरा नागरिकहरूको यो अन्तर्राष्ट्रिय दिवस सांकेतिक भाषा दिवस र बहिरा सप्ताहको रूपमा हामीले सेप्टेम्बरको अन्तिम हप्तालाई विभिन्न कार्यक्रम गरी विश्वव्यापी रूपमा मनाउँदै आइराखेका छौँ। र 1958 तिर WFT-ले विश्व बहिरा दिवस मनाउन थाल्यो 1958 देखि र हामी अहिले यो अवस्थामा आइपुगेका छौँ। र अन्तर्राष्ट्रिय बहिरा सांकेतिक भाषाहरूको दिवस पनि हामीले यो सेप्टेम्बर 23 तारिकको दिनलाई चाहिँ मनाउने भनेर हामीले यो संयुक्त राष्ट्र सङ्घले घोषणा गरेको छ 2017 मा। र यो हामीले यो सेप्टेम्बरको अन्तिम हप्तालाई चाहिँ हामीले विभिन्न कार्यक्रमहरू गरेर विभिन्न नाराहरूको साथ हामीले मनाउँदै आइराखेका छौँ। नेपालमा हामीले पहिलो वर्ष राष्ट्रिय बहिरा महासङ्घले सेप्टेम्बर 23 को कार्यक्रम हामी यो विश्व बहिरा महासङ्घले जुन मनाउने भनेर विश्वव्यापी रूपमा आह्वान गरेको छ त्यसै अनुसार हामीले नेपालमा आफ्नो आफ्नो देशमा विश्व बहिरा महासङ्घमा आबद्ध भएका देशहरूले आफ्नो आफ्नो हिसाबले त्यसरी मनाउँदै आइराखेका छन्। र म यति भन्दै अन्य वक्ताहरू पनि हुनुहुन्छ, त्यो कारणले म छोटो रूपमा आफ्नो कुराहरू टुङ्ग्याउँदै जस्तै सांकेतिक भाषा दिवसको उपलक्ष्यमा सम्पूर्ण बहिरा हाम्रो बहिरा व्यक्ति नागरिकहरूको हक अधिकारको लागि, सांकेतिक भाषा अधिकारको लागि जुन हामीले यस्तै किसिमको कार्यक्रमहरू गर्नुपर्छ र हामीले आफ्नो अधिकार चाहिँ पाउनुपर्छ भन्ने कुरामा तपाईँहरू सम्पूर्ण लागिरहनुहोस्, निरन्तर पहल गर्नु। हामीलाई अधिकार अन्य व्यक्तिसँग नै हामीलाई अधिकार चाहिँ आवश्यक छ र अन्तर्राष्ट्रिय बहिरा सप्ताह र सांकेतिक भाषाहरूको दिवसको घोषकज्यूलाई म आज एकदमै खुसी भएको छु र सांकेतिक भाषाहरूको यो जुन अन्तर्राष्ट्रिय दिवसको अवसरमा मैले यस सभाका सभाध्यक्षज्यू, भाषा आयोगका मान्य अध्यक्षज्यू डाक्टर वीरेन्द्र पोखरेलज्यू, रमाज्यू, त्यसपछि सम्पूर्ण व्यक्तिहरूलाई म यहाँबाट हार्दिक अभिवादन गर्न चाहन्छु। हामी बहिरा नागरिकहरूको सांकेतिक भाषा हाम्रो अधिकार हो र हाम्रो यो सांकेतिक भाषाको सुरुवात कसरी भयो? यो पहिलो सांकेतिक भाषा चाहिँ फ्रान्सबाट सुरु भएको चाहिँ हामीले इतिहासमा पाउँछौँ। दुईजना बहिरा साथीहरूले चाहिँ त्यो बिस्तारै सुरुवात गरेको अहिले सम्पूर्ण देशहरूले आफ्नो आफ्नो अनुसार चाहिँ यो लागू गर्दै आइराखेको छ। त्यो कारणले पहिलो सांकेतिक भाषाको सुरुवात, औपचारिक सुरुवात चाहिँ फ्रान्सबाट भएको हो। यदि त्यो सुरुवात नभएको भने हामी अहिले बहिरा समुदायहरू यो अवस्थामा आउन सक्दैनथ्यौँ। त्यो कारणले गर्दाखेरि जुन हामी फ्रान्सका म त्यो सांकेतिक भाषाको सुरुवात गर्ने उहाँलाई म धेरै सम्मान गर्न चाहन्छु। र सांकेतिक भाषा
जुन शब्दहरू अहिले राष्ट्रिय बहिरा महासङ्घ नेपालले 7000 शब्दको जुन सङ्केतहरू मात्रै बनेका छन् नेपालमा, अन्य देशहरूमा धेरै शब्द सङ्केतहरू बनेको छ। त्यो कारणले हामीसँग साङ्केतिक भाषा कम भएको कारणले गर्दाखेरि बहिरा बालबालिकाको शिक्षामा पनि त्यसले असर पारिराखेका छ। त्यो कारणले गर्दाखेरि त्यसमा विशेष ध्यान दिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र नेपालमा जति पनि हामीले साङ्केतिक भाषाको कामहरू गरेका छौँ, राष्ट्रिय बहिरा महासङ्घले अन्य सङ्घ संस्थाको सहयोगमा हामीले काम गर्दै राखेका छौँ। र सुरुवातमा हामीले काठमाडौँ बहिरा सङ्घबाट सुरुवात गरेको, अहिले चाहिँ राष्ट्रिय बहिरा महासङ्घ नेपालले त्यसको नेपालभरिको नेतृत्व गरेर काम गर्दै आइराखेको छ। र सम्पूर्ण साथीहरूले जुन साङ्केतिक भाषा, अन्तर्राष्ट्रिय साङ्केतिक भाषा छ, विभिन्न देशहरूको आफ्नो आफ्नो भाषा छ। नेपालमा मैले देखिराखेको छु अन्तर्राष्ट्रिय साङ्केतिक भाषा तपाईँहरूले प्रयोग गर्दै आइराख्नु भएको छ। त्यसलाई त्यसो नगरिकन नेपालको आफ्नो भाषालाई तपाईँहरूले सम्मान गर्नुपर्छ, आफ्नो भाषालाई प्रयोग गर्नुपर्छ। तपाईँहरू अरू देशमा जाँदाखेरि त्यो प्रयोग गर्नुहुन्छ, तर नेपालभित्रै तपाईँले नेपाली साङ्केतिक भाषाको प्रयोगलाई अलिकति त्यसलाई प्राथमिकता दिनुपर्छ, प्रयोग गर्नुपर्छ। र यो अन्य वर्षहरूमा हामीले योभन्दा ठुलो रूपमा चाहिँ जनशक्तिहरू, हाम्रो जुन बहिरा नागरिकहरूको यस्तो किसिमको र्यालीहरू, जनचेतनामूलक र्यालीहरू कति गाउँतिर थाहा छैन, बहिरा भयो कहाँ पढाउने कहाँ पठाउने भन्ने कुराहरू केही पनि थाहा छैन। त्यो कारणले गर्दाखेरि हामीले यस्तो किसिमको जनचेतनामूलक र्यालीहरू चाहिँ गर्नुपर्छ र आगामी वर्षहरूमा अझै थप साथीहरूलाई बोलाएर चाहिँ हामीले यस्तो किसिमको कार्यक्रम गर्न चाहिँ आवश्यक छ। र जुन यो अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको अवसरमा सबैलाई म शुभकामना दिँदै डब्लुएफटी विश्व बहिरा महासङ्घ अध्यक्षज्यू लगायत सम्पूर्णलाई शुभकामना दिँदै अर्को वर्ष फेरि दिवसको अवसरमा भेट होला र नजिकै आइराखेको विजया दशमी र दीपावलीको शुभकामना दिन चाहन्छु ज्यूलाई। उहाँ पहिलो संविधान सभा सदस्य पनि हुनुहुन्छ र उहाँले साङ्केतिक भाषाको हक अधिकारको बारेमा कुराहरू राखेर जानुभयो। अब शुभकामना मन्तव्यको क्रममा बहिरा क्षेत्रमा पहिलादेखि नै सहयोग गर्दै राख्नुभएका र पूर्व राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्षज्यू र एबिलिज फाउन्डेसनका कन्ट्री कोअर्डिनेटर डाक्टर वीरेन्द्रनाथ पोखरेलज्यूलाई शुभकामना, यस साङ्केतिक भाषा दिवसको अवसरमा शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। वीरेन्द्र हो, म सबैलाई साङ्केतिक भाषाको दिवसको अवसरमा शुभकामना छ। र हिजोको नारा चाहिँ बहिरा समुदायको नेतृत्व भन्ने थियो र आज सेप्टेम्बर 23 को दिनलाई चाहिँ साङ्केतिक भाषा अधिकार बिना मानव अधिकार सम्भव छैन भन्ने मूल नाराका साथ विश्वभरि मनाउँदै आइराखेका छौँ। र आजको दिनमा देशको विभिन्न महत्त्वपूर्ण स्थानहरूमा निलो बत्ती बालेर बहिरा व्यक्तिहरूको पहिचानको रूपमा निलो बत्ती बाल्ने पनि प्रचलन रहेको छ। र त्यो सँगसँगै राष्ट्रका प्रमुख व्यक्तिहरूबाट पनि यो साङ्केतिक भाषामा जुन भिडियोहरू निर्माण गरेर हामीले प्रसारण गर्ने कुराहरू पनि छ। यो वर्ष चाहिँ हामीले त्यसमा खासै गर्न सकेनौँ, तर निलो बत्ती बाल्ने चाहिँ कार्यक्रम रहेको छ। र भोलि असोज 8 गते चाहिँ 8 गतेको नारा चाहिँ बहिरा विद्यार्थीहरूको लागि बहुभाषिक शिक्षा भन्ने नारा तय भएको छ। यो विश्व बहिरा महासङ्घले तय गरेको हो। र 9मा असोज 9 गते सेप्टेम्बर 25 मा सङ्कटमा बहिरा अधिकार भन्ने नारा तय गरेको छ। त्यो अनुसार साप्ताहिक रूपमा मनाउने यो प्रचलन रहेको छ। असोज 10 सेप्टेम्बर 26 मा साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता भन्ने मूल नारा रहेको छ, किनभने धेरै देशहरूले साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिएको छैन। र नेपालमा हामीले भाषा आयोगसँग कुरा गर्दाखेरि नेपालमा चाहिँ राष्ट्रिय भाषा सर्व मान्यता प्राप्त भएको छ भन्ने कुरा हामीलाई प्राप्त भएको छ। त्यस्तै गरी असोज 11 गते सेप्टेम्बर 27 को दिन साङ्केतिक भाषामा पहुँच सम्बन्धी सेवा भन्ने कुरा छ। जस्तै बहिरा नागरिकहरू आफ्नो आफ्नो क्षेत्रमा काम गर्दाखेरि साङ्केतिक भाषा दोभाषीको सेवाको कुराहरू छ। त्यो कारणले उनीहरूले सञ्चार गर्ने विषयहरू छ, त्यो विषयहरू चाहिँ दोभाषीहरूलाई सेवा पहुँचको कुराहरू चाहिँ असोज 11 गते छ। र अन्तिम दिन असोज 12 गते सेप्टेम्बर 28 मा चाहिँ भविष्यको लागि आधार तयार पारौँ, हामी सँगसँगै भएर नवप्रवर्तन आरम्भ गर्न, उत्प्रेरणा जगाउन एवं परिणाम ल्याउन सक्छौँ भन्ने जुन नारा तय गरेको छ विश्व बहिरा महासङ्घले। यसरी हामीले सप्ताहव्यापी रूपमा विभिन्न दिनअनुसारको नाराहरू तय गरेर हामीले मनाउने जुन चलन रहेको छ, यो चाहिँ हामी वर्षपछि मनाउँदै गर्छौँ। र हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ र कार्यक्रममा हाम्रो र्यालीमा हामी सँगसँगै हिँड्नु भएर हामीलाई साथ दिनुहुने भाषा आयोगका मान्य अध्यक्ष डाक्टर गोपाल ठाकुरज्यूलाई दिवसको शुभकामनासँगै भाषा आयोग अन्तर्गत पर्छ हाम्रो यो साङ्केतिक भाषा पनि, त्यो विषयमा पनि आफ्नो कुराहरू राखिदिनु हुन र साङ्केतिक भाषाको लागि आगामी दिनमा केही योजनाहरू भए त्यो कुराहरू पनि यहाँले आफ्नो प्रतिबद्धता जनाइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु।
नेपङ्ग महासङ्घका कोष अध्यक्षज्यूलाई जुन साङ्केतिक भाषाको विषयमा यहाँले आफ्नो शुभकामना मन्तव्य पनि राखेर जानुभयो र हामी शुभकामना मन्तव्यकै क्रमलाई जोड्ने क्रममा हामीलाई यस टी सर्टको जुन सहयोग गर्नुहुने संयोजन गर्नुहुने र बैरा अभिभावक श्रवण डिस्ट्रिक्ट बैरा डिस्ट्रिक्ट श्रवण डिस्ट्रिक्ट नवभारत सङ्घका अध्यक्षज्यू र निवर्तमान राष्ट्रिय निर्देशन समितिका अध्यक्षज्यूलाई शुभकामना मन्तव्य राख्नुहुन हार्दिक अनुरोध गर्छु। महासङ्घका महासचिव, हामी यो 8औं अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस मनाइरहेका छौँ। यस कार्यक्रमका अध्यक्षज्यू, विशेष अतिथि भाषा आयोगका मान्य अध्यक्षज्यू, अतिथिज्यू, अपाङ्ग महासङ्घका पूर्व अध्यक्ष, एभिलिस फाउन्डेसनका कन्ट्री कोअर्डिनेटर वीरेन्द्र सर, हामी सबैको अग्रज, अपाङ्गता भएका महिलाहरूको महासङ्घका महासचिवज्यू, पूर्व मान्यज्यूहरू, अपाङ्गता भएका विभिन्न संस्थाबाट आउनुभएका पदाधिकारीहरू, प्रमुखहरू, हामी आजको यो 8औं अन्तर्राष्ट्रिय साङ्केतिक भाषाको सम्पूर्ण बैरा दृष्टिबिन अभिभावक समाजको तर्फबाट सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु। हामीले यो दिवस मनाउँदै गर्दाखेरि हामीले यो दिवसको सँगसँगै हाम्रो बहिरा भएको साथीहरूले कति अधिकारहरू प्राप्त भयो भन्ने कुरा चाहिँ त्यसले अलिकति महत्त्वपूर्ण कुरा लाग्छ। योभन्दा अगाडि पनि म यस्ता खालको कार्यक्रममा सहभागी भएको थिएँ। अहिले पनि जुन बहिराहरूको यो महिला मन्त्रालयले बनाइरहेको कार्यविधि त्यो पनि अगाडि बढ्न नसकेको कुरा छ। त्यसलाई पनि अबको दिनमा हामीले त्यसलाई अगाडि बढाउनु पर्छ। त्यसै गरी जुन ड्राइभिङ लाइसेन्सको कुरा छ, त्यो लाइसेन्सको कुरा पनि धेरै पहिलादेखि नै उठिरहेको, अहिले पनि यो लाइसेन्स दिने कुरा चाहिँ अहिले पनि कार्यान्वयन भएको छैन। त्यसको लागि कार्यान्वयन गर्नको लागि पनि फेरि हामीले एडभोकेसी निरन्तर रूपमा गर्नुपर्ने जरुरी छ, जबसम्म हामीले यो कार्यान्वयन गर्न सक्दैनौँ। त्यसै गरी जुन बहिरा अपाङ्गता भएको व्यक्तिहरू पढ्ने विद्यालय छ, त्यो विद्यालयमा पनि शिक्षकहरूको अभाव र दक्ष शिक्षकको कमी भएको कुरा चाहिँ हामीले विभिन्न रिसर्चबाट हामीले देखिरहेछौँ। त्यस्ता कुरामा पनि हामीले पहल गर्नुपर्ने अवस्था देखिन्छ। किनभने अब आउने नयाँ जेनेरेसनहरूले पढ्नु पाउनु पर्यो, गुणस्तरयुक्त शिक्षा उनीहरूले पाउने उनीहरूको अधिकार हामीले सुनिश्चित गर्नुपर्छ। त्यसको लागि पनि धेरै कामहरू गर्न बाँकी छ। अर्को कुरा, हाम्रो यो साङ्केतिक भाषालाई हामीले बहिराको मात्रै साङ्केतिक भाषा हो भनेर हामीले खुम्चेर बस्यौँ भने यसलाई हामीले बृहत रूपमा अगाडि लान सक्दैनौँ। हामी सबैको यो साङ्केतिक भाषा भएको साङ्केतिक भाषा हामी सबैजना नेपालीहरू, सबै विदेशीहरू, सबैजना आम नागरिक हो। हामीले आज पनि यो आजको हाम्रो नारा छ नि, यो साङ्केतिक भाषाको बिना चाहिँ मानव अधिकार सम्भव छैन भनेर, यही नारालाई चाहिँ हामीले चाहिँ लिएर चाहिँ हामी अगाडि बढ्नुपर्छ। अब भनेको यो साङ्केतिक भाषा भनेको हामी सबैको भाषा हो। त्यसले गर्दाखेरि हामी जहाँ कुरा गर्छौँ यो बहिरा संस्कृति भन्छौँ नि हामीले, जहिले हामीले कुरा गर्दाखेरि पनि हामीले साङ्केतिक भाषासँग हामीले कुरा गर्नुपर्छ। त्यसले गर्दाखेरि हामीले यो भाषालाई चाहिँ अबको दिनमा हामीले चाहिँ अपाङ्गता भएको मान्छे मात्रै, अपाङ्गता भएको व्यक्ति मात्रै नभएर बहिरा भएको व्यक्ति मात्रै नभएर यस्ता खालका कार्यक्रममा चाहिँ बहिरा नभएको व्यक्तिहरू जसले चाहिँ साङ्केतिक भाषाहरूको अहिले युज गर्दैन, त्यस्ता खालका समग्र व्यक्तिहरूलाई पनि जोडाएर हाम्रो साङ्केतिक भाषाको बारेमा बुझाउनु परेछ, सिकाउनु परेछ। त्यसले गर्दा यसलाई चाहिँ प्रवर्धन गरेर हामीले अगाडि बढ्यौँ भने पक्कै पनि हामीलाई जुन अहिले साङ्केतिक भाषा दोभाषी चाहिन्छ त्यो समय हामीले कल्पना गरौँ। हामीलाई साङ्केतिक भाषा दोभाषीको हामीलाई आवश्यकता नपरोस्, किनभने हामी सबैले चाहिँ साङ्केतिक भाषाको चाहिँ प्रयोग गरेर हामी अगाडि बढ्नु पऱ्यो भने हामीलाई स्पेसल साङ्केतिक भाषाको दोभाषी चाहिन्छ भनेर हामीलाई हिँड्नु जरुरी छैन। त्यसले गर्दाखेरि फेरि पनि म आफ्नो मन्तव्यलाई यहीँ टुङ्ग्याउनुभन्दा अगाडि फेरि पनि सम्पूर्णलाई 8औं अन्तर्राष्ट्रिय साङ्केतिक भाषाको दिवसको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना दिँदै म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। आफ्नो भाषा हो, भाषाको अधिकार, हाम्रो संस्कृतिको अधिकार, यसको गहिरो रूपमा चाहिँ भाषा र संस्कृतिको कुरा यहाँनिर जोडिन्छ। त्यो कारणले सम्पूर्ण साथीहरू तपाईँहरूले सम्झिनुपर्छ, हामीले यो कुराहरू पहिल्यैदेखि नै साङ्केतिक भाषा पहिलो नेपाली साङ्केतिक भाषा हो त अथवा अमेरिकन साङ्केतिक भाषा कुन हो? यो साङ्केतिक भाषा हामीले पहिलो भाषाहरूकै पहिलो भाषा भनेको साङ्केतिक भाषा हो। प्राकृतिक जुन हामीले पहिला प्रयोग गर्दै आइरहेका छौँ त्यहीँबाट भाषाको सुरुवात भएको छ र यो कुराहरू तपाईँले सम्झिनुपर्छ। र म विशेष अनुरोध गर्न चाहन्छु, भाषाहरू अब तपाईँहरू जुन पढ्नुहुन्छ, हामी रोजगारीमा आबद्ध छौँ, विभिन्न क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, विभिन्न क्षेत्रमा भाषागत जुन सञ्चारको कुराहरू आउँछ, सञ्चार हामी हातबाट सञ्चार गर्छौँ र दोभाषी मार्फत चाहिँ हामीले सञ्चार गर्दै आइरहेका छौँ। त्यो कारणले बहिरा साथीहरू जुन तपाईँहरूले पढिराख्नु भएको छ, बहिरा साथीहरू
अन्य देशहरूमा पनि पढ्न जानुहुन्छ त्यसमा तपाईँहरूले पनि भाषाको कुराहरू सिकेर नेपालमा आउनुहुन्छ त्यसपछि नेपालमा पनि तपाईँहरूले चाहिँ त्यसको लागि प्रयोग गर्नु पऱ्यो कति साथीहरूले त्यो गरिराख्नु भएको छैन अब भाषा आयोगको मान्य अध्यक्षज्यू हुनुहुन्छ त्यो कारण नयाँ नयाँ साङ्केतिक भाषाको शब्दहरू हामीले विकास गर्न आवश्यक छ र त्यो कुरा भयो भने हामीले यो सञ्चारको लागि एकदम सहज हुन्छ र सम्पूर्ण म दाजुभाइ दिदीबहिनीहरूलाई साङ्केतिक भाषाको जुन हामीले हातको माध्यमबाट प्रयोग गर्छौँ र हामी ताली पनि हातैले दुई हातले माथि उठाएर ताली पनि बजाउँछौँ। सम्पूर्ण महानुभावहरूलाई मैले एकदम नमस्ते भन्न चाहेँ। हामी यो दिवसहरू मनाइराख्दाखेरि हामी आज यहाँ हेर्दाखेरि समस्त बहिरा साथीहरू छौँ र हामी फरक अपाङ्गता भएका व्यक्तिहरूको तर्फबाट डाक्टर वीरेन्द्र राज पोखरेल म र लाक्पाजी त्यस्तै गरेर किरणजी हामी यति फरक प्रकारकोबाट छौँ। तर यो एउटा मलाई के लाग्छ भन्दाखेरि चाहिँ अब हामी धेरै पहिलादेखि नै राष्ट्रिय अपाङ्ग महासङ्घ सँगसँगै अरू यो मुद्दाहरूमा पनि अपाङ्गता भएका व्यक्तिहरूको मुद्दाहरूमा पनि सँगसँगै काम गर्दै आइरहेको छौँ। त्यस कारणले पनि यो 10 प्रकारको अपाङ्गताभित्र पनि बहिराहरूलाई सञ्चार गर्नको लागि अति नै आवश्यक जुन साङ्केतिक भाषा छ यो चाहिँ अरू अपाङ्गता भएको व्यक्तिहरूले पनि बुझ्न जरुरी छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ मलाई यहाँ अलिकता हामीले यहाँ यो दिवस मनाइराख्दाखेरि अलिकता यो उहाँहरू पनि हुनुभएको भए अझ राम्रो हुन्थ्यो होला भन्ने लागेको छ र यो दिवसको उपलक्ष्यमा यहाँहरू सबैजनालाई शुभकामना दिन चाहन्छु र एउटा यहाँ भाषा आयोगको अध्यक्ष पनि हुनुहुन्छ। यो राष्ट्रिय साङ्केतिक भाषालाई हामीले यथाशीघ्र चाहिँ राष्ट्रिय भाषाको रूपमा चाहिँ मान्यता दिनुपर्छ भनेर चाहिँ हामी सबैले नै पहल गर्नुपर्ने जरुरी छ। किन भन्दाखेरि चाहिँ यो भाषा चाहिँ उहाँहरूको लागि चाहिँ एकदमै धेरै महत्त्वपूर्ण भाषा छ जसले गर्दाखेरि चाहिँ उहाँहरूको दैनिक क्रियाकलाप गर्नको लागि एकदमै धेरै गाह्रो अवस्था छ। आमा बुवा आफ्नो परिवारदेखि लिएर समाजमा घुलमिल हुने कुरा भनेको साङ्केतिक भाषा हो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यहाँ भाषा आयोगको अध्यक्षज्यूलाई र सँगसँगै यहाँ एमएलएस फाउन्डेसनको हाम्रो सर हुनुहुन्छ कोअर्डिनेटर डाक्टर वीरेन्द्र राज पोखरेल र हामी सँगसँगै तपाईँहरू यहाँ अघि उसले दीपक सरले कुरा गर्दाखेरि म धेरै अगाडिदेखि नै एउटा साङ्केतिक भाषा सिकेर तपाईँहरूसँग कम्युनिकेसन गर्न चाहिँ म सक्न चाहिँ तर पनि अहिले चाहिँ एकदमै तपाईँहरू यङ भएको कारण एकदम छिटो एकदमै छिटो अवस्थामा गर्नुहुन्छ तर पनि त्यो भनेको चाहिँ तपाईँहरूको एकदमै अधिकार हो। तपाईँहरूले एकदम पहल गर्नुपर्छ र यसलाई चाहिँ मान्यता दिनुपर्छ भन्ने मेरो धारणा आफ्नो राख्दै यहाँ बोल्ने मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। हस् नमस्कार। धेरै धेरै धन्यवाद अपाङ्गता भएका महिलाहरूको महासङ्घको महासचिवज्यूलाई शुभकामना मन्तव्यको लागि। अब म शुभकामना मन्तव्यलाई जोड्ने क्रममा राष्ट्रिय अपाङ्ग कोष महासङ्घका सङ्घीय कोषाध्यक्ष कुमार रेग्मीज्यूलाई शुभकामना मन्तव्य राखिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद उद्घोषकजीलाई। आजको अन्तर्राष्ट्रिय साङ्केतिक भाषाहरूको दिवसको मनाउने क्रममा र्यालीमा सहभागी हुनुभएका सम्पूर्ण साथीहरू, यस कार्यक्रमका सभाध्यक्षज्यू, भाषा आयोगका मान्य अध्यक्षज्यू, पूर्व सभासदज्यू राघवी जोशी, एमएलएस फाउन्डेसनका कन्ट्री कोअर्डिनेटर डाक्टर वीरेन्द्र राज पोखरेलज्यू, अपाङ्गता भएका महिलाहरूको महासङ्घका महासचिवज्यू, बहिरा दृष्टिबिन अभावक समाजका अध्यक्ष लाक्पा शेर्पाज्यू लगायत सम्पूर्ण बहिरा साथीहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका काठमाडौँ उपत्यकामा बस्नुहुने सम्पूर्ण साथीहरूलाई मेरो व्यक्तिगत तर्फबाट र राष्ट्रिय अपाङ्ग महासङ्घको तर्फबाट म नमस्कार गर्न चाहन्छु। साङ्केतिक भाषा के हो भन्ने कुराहरू धेरै कुराहरू छ, म थोरै यहाँ राख्न चाहन्छु। विश्वमा साङ्केतिक भाषा